आफ्टर लङ टाइम ब्याक टु माई च्यानल स्पी कान्छु आइएम हो गाइज म सब सन्चै आरामै छु यहाँहरू हजुरहरू पनि सब सन्चै आरामै हुनु होइसिन्छ होला होइन सो गाइज आज चाहिँ आफ्टर लङ टाइम नि नभनौँ आफ्टर होइन अब धेरै उनी नभनौँ सो गाइज म चाहिँ आफ्नो च्यानलमा ब्याक आइसकेको छु सो त्यही नै हो होइन सो लाइक के भन्छ बुद्ध जयन्ती रहेको छ अनि सो गाइज बिहान चाहिँ म चाँडै नै उठेको थिएँ लाइक बिहान चाँडै नै उठेर के गरेँ भन्दाखेरि सो त्यस्तो केही पनि गरेन अनि त्यसपछि दिउँसो चाहिँ लाइक घाम यस्तो टन्टपुर लागिरहेको छ होइन सो म अहिले चाहिँ कहाँ छु भन्दाखेरि जङ्गलमा छु दिइसकेको छु एउटा मात्र बाँकी छ अनि त्यो पनि बेच्दिने भनेको सो ड्याडीले नबेच भन्नुभयो होइन त्यो भएर राखिदिएको सो त्यही नै हो गाइस अनि एउटा गाईको लागि अब के फुकाइरहनु भनेर मैले त फुकाउन खोजेको थिइनँ सो गाउँमा हाम्रो चाके दिदी छ सो मैले चाहिँ चाके दिदी भनेर बोलाउँछु त्यस्तो केही नराम्रो नसोच्नु होला होइन सो त्यही नै हो अनि उहाँले चाहिँ उहाँको चाहिँ गाई गोरु धेरै नै छ क्या सो लाइक उहाँले चाहिँ के भन्छ चराउनको लागि लिएर आउँछ यता जङ्गलतिर होइन सो जङ्गलमा लिएर आउनुहुन्छ सो मेरो पनि ल्याइदिनुहुन्छ म चाहिँ दिउँसो स्कुल गएको हुन्छु त्यही भएर फुकाउने टाइम यताउति केही हुँदैन सो उहाँले ल्याउनु भएको थियो सो मैले चाहिँ बिहान उठेर खानासाना खाएर बसेर यसो तलाइदिएको थिएँ अनि त्यसपछि जङ्गलमा म एकछिन केही समयपछि आउँछु भनेर होइन घरमा कामसाम भ्याएर नुहाइधुवाइ गरेर टोका लाएर आएको अनि जङ्गलमा आएको कता लयो सो हाम्रो यहाँ चाहिँ हामी गोठा लाउँदाखेरि भुरातिर चाहिँ हामी होइन त्यत्रो भुरामा गोठा लाउँदाखेरि चाहिँ हामी चाहिँ तपाईँको लाइक अब पानी तिर्खा लाग्छ होइन यताउति हुन्छ अनि पानी सानी तिर्खा लाग्यो भने चाहिँ हामी टक्क लाएर यहाँ आउँथ्यो खानालाई चाहिँ अनि अहिले चाहिँ तपाईँको लाइक यत्रो आउँछ बर्खातिर चाहिँ क्या ठुलो आउँछ अब चाहिँ बढ्छ होला होइन सो चैत वैशाख भएर चाहिँ तपाईँको पानी यत्रो आएको होइन मनहरू सुक्छ कतिपय ठाउँमा गाउँघरमा अब सुक्छ होइन चैत वैशाखमा अनि पानीको अभाव हुन्छ अलिअलि अनि त्यस्तो बित्तो हुँदैन कतै कतै चाहिँ तपाईँको सुक्छ क्या मनहरू अनि यत्रो आएको छ हेर्नु न यहाँ पानी नि अनि यसो अनि यहाँ चाहिँ अनि बोतल ल्याएर राखिदिएको सो गोठालामा आएको मान्छेहरूले पानी खान सक्छ भनेर सो यहाँ चाहिँ त्यसरी भरेर राखिदिएको छौँ होइन सो अहिले यत्रो भइसकेपछि चाहिँ तपाईँ धारा सुकेर यहाँ माथिबाट आउँछ क्या त्यही हो अनि त्यहाँ त्यसरी आउँछ पानी अनि फाइनली मैले बुढी माउलाई भेटाइसकेको छु सो खेतमा ल्याएर चाहिँ होइन सो गाई गोरु चाहिँ पारिपट्टि रहेको छ अनि टन्टा पुरे घाममा चाहिँ मलाई होइन ताग्लु पुरे त्यस माथिको टाउको पुरेले घामले पोलेर मरलाइसक्यो अनि घाममा हिँड्दा कालो नि भइसक्यो होइन त्यही हो ल टन्टा पुरे घाममा हिँड्नु परेपछि यस्तै हो कालो भइहाल्छ होइन डन्ट माइन्ड अब कालो भयो भने के गर्नु होइन कुनै दिन सेतो होला नि त ल त्यही नै हो सकेसम्म घाममा चाहिँ हिँड्नु नगाइस ल ए कान्छा ल होला बिनाजु अनि मेरो गाई चाहिँ यहाँ चढिरह खै काटे होइन सो हाम्रो माली गाई चाहिँ हामी चढिरह सो गाई चाहिँ हाम्रो यहाँ के भन्छ घनाघोर जङ्गल यहाँ चाहिँ बाघहरू नि आउँछ है यहाँ चाहिँ ल मुनिसम्म ल त्यही हो ल सो यो चाहिँ कहिले पाक्छ चाके दिदी यो धान असारमा है सो हाम्रो यहाँ गाउँमा चाहिँ धान पनि रोप्छ होइन ढाबे डाँडातिर यस्तो हुन्छ सो लाइक देख्न सक्नु भइहाल्यो ल उता पारी चाहिँ हाम्रो चौतारा छ अनि हाम्रो गाउँ यो माथितिर ल गाइस मैले बुढी माउलाई फाइनली भेटाएँ कति बजीतिर जाने हामी घर 4 बजे 4 बजे
एउटा चाहिँ यहाँ छ गाई। अस्तिनेको त्यो के भन्छ गणेश ठुलोहरूले लगाए गाईहरू चाहिँ कहाँ लगेर पाइला एक दिन त दुःख दिएर यता बाँडामा धगेर आइरहेको छ सानोला आएर अनि के गर्यो त्यो गणेश गाईले ए कुर्दै लिएर आएको क्या एकदिन दुःख दिएर रहेछ म नि त्यहाँ मुनतिर छ अनि मुनतिर लगेर कस्तो गर्मी भयो त घाममा सो गोठालोमा आउन चाहिँ एकदम रमाइलो हुन्छ गाउँघरमा होइन यस्तो मान्छेहरू धेरै भयो भने चाहिँ गाइस अनि त्यही हो अनि एकदम रमाइलो हुन्छ गोठालोमा। सो गोठालोमा आएर बस्नुको मजै छुट्टै छ यो हरियालीको जङ्गलमा बिचाएर बस्नुको होइन त्यही भएर चाहिँ म घरमा रुमभित्र अब होमवर्क दिएको थियो अनि बिदाको दिनमा सो होमवर्क पढेर चाहिँ भाइदिएर चाहिँ सब कन्टेन्ट साफ गरेर चाहिँ आइसकेँ अनि जङ्गलमा आएर यस्तो रमाइलो हुन्छ कि है भुरामा कम हिँड्छ हामी गोठालो यता त्यही हो ल जस्ट लाइक कमेन्ट भिडियोहरू होइन यस्तो सब्सक्राइबको बारेमा कुरा गर्ने थियो हजुरहरूलाई सब्सक्राइब त आमामामा मेरो त है ऱ्याङ्गै वात्तै बढेछ गाइस आमा सो यति नै माया यस्तै माया अझै देखाइदिनु होला भन्न चाहन्छु। हाम्रो सो ठाम चाहिँ बबाले छ है गाइस ल त्यो मुनि चाहिँ आमामामा जङ्गल त्यता त बाघहरू नि पाउँछ होइन सो बाघहरू नि हिँड्छ क्या त्यता चाहिँ अनि त्यता चाहिँ अहिले चाहिँ गाई गोरु लाँदैन छ ऊ बेला चाहिँ गाई गोरु धेरै हुन्थ्यो नि त हाम्रो गाउँमा अहिले चाहिँ कतिपय अब सहरमा बस्ने भए होइन अनि लाइक कतिपय गाई गोरु नै पाल्न छोड्ने भए अनि कोही कोहीले मात्र पाल्छ गाउँघरमा त्यही भएर चाहिँ अब अहिले चाहिँ मुनि जङ्गलतिर चाहिँ लाँदैन होइन सो यतैतिर मैले देखाएकै ठाउँतिर चलाउँछ अनि त्यही हो। त्यसपछि त म त यस्तो एक्साइटेड छु कि सो गाइस होइन जङ्गलमा आएर कि आम्मामा खुसी छु बेखुसी छु फेरि किन बेखुसी छु भन्दाखेरि चाहिँ सो यहाँ फोहोर अड्केछ किन बेखुसी छु भन्दाखेरि चाहिँ म चाहिँ होइन आउन त आयो गाइस होइन सो अब कन्साको झन् कालो मान्छे झन् घाममा हिँडेर है सो धेरै नै कालो भयो अब के गर्ने अब शीतलमा बस्यो नि अब गोरु भइँदैन है अब बाहिर निक्लेर नि हिँड्नै पर्यो के गर्नु कालो चाहिँ कालो हुँदै गयो त्यही टेन्सनको दुःख छ होइन सो डोन्ट वरी अब भन्नु पर्यो आफूलाई होइन के गर्ने अब कालो भयो त्यही ल कोही छैन यार गाउँघरमा पनि दिगदार लाग्न थालिसक्यो सो मोबाइल पनि कति हेर्ने आँखै फुट्ला जस्तो हुन्छ मोबाइल त हेर्नु मन लाग्दैन झन् सो यता हेरिदिनु न त ल यता हेर्नु न हेर्नु म चाहिँ के छ त ल गाउँघरमा बस्ने मान्छे यस्तो झुत्रे झात्रे त हुने हो नि बुढीमा हौ के भयो त त्यो ह्यान्सी छ नि छाता ल यस्तो लदाएर नि हुन्छ त आमा ल ह्यान्सी देखेँ मोबाइलमा अहिले म भिडियो बनाएर तपाईँलाई एकदिन देखाइदिन्छु त्यो गाई त आउँदैन क्या कहिले जान्छ अरू चाहिँ यता लागिसक्यो गाई चाहिँ होइन गाई गोरु बाख्रा चाहिँ मेरो चाहिँ उहाँ गएको छ क्या ल उहाँ मेरो गाई यहाँ छ कहिले जाने ल छाता ल्याउनु पर्ने रहेछ घामले पोलेर फेरि अनि त्यो मैले जुम गरेर देखाएको डाँडा छ नि सो गाइस हामी चाहिँ बुढाबुढा त्यस्तो डाँडा हुँदै जान पर्छ क्या तपाईँको लागि स्कुल होइन अनि अहिले चाहिँ हामी यतै रोडबाट जान्छ सो मलाई उहाँ बोलाइरहेको छ सो म गाडी लिएर जान्छु त्यही हो ल इन्जोय गराउनु ल ब्लग अनि आज चाहिँ अब यस्तै अब गाउँघरमा बसेपछि गोठालो सोठालो होइन यस्तो गाउँले ब्लग सो माइन्ड नगरिकन हेर्नु होला होइन त्यही हो ल हजुरहरूले जे जे सोचे पनि नराम्रो अनेकाती सोचे पनि मेरो लागि चाहिँ राम्रै छ ल त्यही हो हुन्छ जान्छ सो धेरै टाइम लाग्छ जस्तो लाग्थ्यो होइन
सो गाई चाहिँ मेरो गाई मात्रै यता आएर चरेको छ अनि उताबाट दबाई ल्याउनुहुन्छ अहिले होइन। सो मेरो चाहिँ यहाँ चरिरहेको छ। यो एउटा गाई के फुकाइरहनु यसलाई त एउटा घाँस काटेर हाल्यो भने पनि भइहाल्छ भनेर फुकाउन मान्दिनँ म चाहिँ। सो चाकेरीले चाहिँ करार मार्न खोज्छ मलाई होइन, जे गरे गर भनेर छोडिदिन्छु मैले चाहिँ। अनि त्यही हो, म के कुरा गरिरहेको थिएँ अनि 1K सब्सक्राइब नि मेरो पुग्दैन होला भनेर चाहिँ गाइस मैले होइन तपाईँको सोच्थिनँ कि यति चाँडै 1K मेरो सब्सक्राइब हुन्छ होला भनेर होइन। सो फाइनल्ली हामीले चाहिँ अब नसोचेको कुरा हुने क्या, अब अगाडि बढ्न पऱ्यो होइन। म त्यो काम गर्छु भनेर लागि पर्न पऱ्यो होइन। सो तपाईँको त्यो काम चाहिँ अवश्य सफल हुनेवाला छ होइन। अनि मेरो चाहिँ भनौँ न मलाई त जे होस् गाइस, अब 1K सब्सक्राइब नहुँदाखेरि अब भ्लग बनाउने त्यस्तो हुन्छ नि। धेरै सब्सक्राइब छैन च्यानलमा, 1K पनि छैन, 200-300 सब्सक्राइब छ, के भ्लग बनाएर हिँड्ने क्या। अनि भ्लग बनाउने त्यो हुन्छ नि मान्छेको सामुन्ने अब लाज भनेको छँदै छैन क्या तपाईँको। त्यस्तो अब लाज लाग्थ्यो पहिला फर्स्ट सुरु गर्दाखेरि त होइन। भ्लग बनाउनु एकदम लाज लाग्ने तपाईँको, मान्छे अगाडि जाँदाखेरि ओहो अब के बोल्नु खोजेँ के बोल्दिनँ होइन त्यस्तो फिल हुने। सो फाइनली मेरो चाहिँ अब त्यस्तो हुन्छ नि, त्यस्तो बानी हटिसकेको छ होइन। पारेर कता छिर्यो, मलाई छिर्न गाह्रो अब यो गाडीमा। ए ज्यान त पुरै कोतारे यार, मर्नु भएको छ। त्यही त नि गाइज के भन्छ, म चाहिँ लाइक तपाईँको गोठालाबाट नि घरमा आइसकेँ होइन। भर्खर लिएर आएको, कति 4 बजेतिर लिएर आएको थिएँ। सो घर नि ल्याइसकेँ गाई गोरु चाहिँ होइन। सो गोठालामा धेरै रमाइलो भयो, धेरै फ्रेस भयो होइन। सो जङ्गल लगाएको पनि धेरै भएको थियो क्या तपाईँको लागि, एकदम जङ्गलहरू पहिलाको ठाउँहरू नि टक्क भुरा गइरहेको ठाउँहरू नि टक्क लगाएर गएर आएँ अनि फ्रेस भयो। अनि त्यसपछि अब त्यही त नि अब घर आएर चाहिँ अब टक्क लगाएर खाजा खान लाग्यो तपाईँको होइन। सो यता ग्लुकोज पानी रहेको छ मेरो, अनि यता ग्लुकोज पानी, अनि अब दाल मसला खान लाग्यो होइन। सो त्यस्तो भोक त छैन, जे होइन बुझी खान लाग्यो। अनि त्यही हो ल। अनि गाइज गर्मी छ होइन। सो अब गर्मीको बेला चिसो भएर बस्नु होला भन्न चाहन्छु होइन। गर्मी छ, खानासाना नरुच्ने त्यस्तो प्रब्लमहरू भइरहेको हुन्छ। सो आफ्नो ज्यानको केयर गर्नु होला भन्न चाहन्छु। अनि त्यही हो ल, आजको भिडियो सर्ट एन्ड स्विट लिएर आएको छु। अनि होइन त्यही हो ल, के कस्तो हुन्छ कमेन्टहरू गर्नु होला। अनि अब खाजा खाएर अब एकछिन सुत्छु। अनि यता फेरि उमङसम्म गरेको है, सामानहरू यत्तिकै फालिदिएर गएको थिएँ, यत्तिकै सब मिलाउन पर्ने छ, सरसफाइ गर्न पर्ने छ। थ्याङ्क्स फर वाचिङ दिस माई भिडियो, डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब। आज यति भन्दै बिदा माग्न चाहन्छु। हस् त, धन्यवाद।